गाइजहरु अहिले चाहिँ आज हामी चाहिँ यो कोस्तोको आएको छौं है। यतापट्टि देख्न सक्नुहुन्छ यतापट्टि ल हेर्नुस् यो कोस्तोको भन्नेको नाको चाहिँ यो ठाउँमा रहेको छ। इतोमानको नजिक रहेको छ हैन। अगाडिपट्टि बाटो चाहिँ यस्तो रहेको छ। अब यहाँबाट हामी चाहिँ लेफ्ट जान्छौं। सिधै जानु भयो भने कारण चाहिँ थाहा छैन है। यसरी जान्छ हामी। यसरी लेफ्ट जान्छौं। अब हामी चाहिँ पार्किङमा जाँदै छौं है। यतापट्टि चाहिँ माथि देख्न सक्नुहुन्छ रातोमा कोस्तोको होलसेल भनेर लेखेको छ। यसरी हामी यो बाटो हुँदै हामी चाहिँ पार्किङमा जाँदै छौं। पार्किङमा गाडी राख्छौं अनि भित्र जान्छौं। भित्रपट्टि ठुलो मार्केट रहेको छ है। अब के कस्तो छ आज हामी हल्का सपिङ गरेर निस्कन्छौं। पार्किङ एकदमै फराकिलो एकदमै ठुलो देखियो बाहिरपट्टि चाहिँ। अझै हामी पार्किङमा पुगिसकेको चाहिँ छैनौं। बाहिर छौं। यसरी देख्न सक्नुहुन्छ गाइज। ल हेर्नु यो पुरै हेर्नु त देखेनै भरि सबै यो पार्किङ रहेको छ कोस्तोको। यहाँबाट चाहिँ पार्किङ यतापट्टि भनेर लेखेको छ। यहाँबाट हामी छिर्छौं भित्रपट्टि। ल हेर्नु यसरी वाउ क्या फराकिलो छ है। वाइल्ड छ ठाउँ चाहिँ। पेन्ट प्लेन पनि आछ अरे गाइज। कता हो है। आवाज चाहिँ सुनिएको छ अलिअलि। ल हेर्नु यस्तो रहेको छ। अब हामीले एकछिन पार्किङ गर्दैछौँ। भिडियो हेर्न चाहिँ कन्टिन्यू दिनु है त। पार्किङ गर्छौँ। ओके अब हामी झर्छौँ यसरी। हेर्नुहोस् हाम्रो गाडी यहाँ राखिसकेका छौँ। अब यसरी यस्तो रहेको छ बाहिरपट्टि चाहिँ पुरै है त। यस्तो रहेको छ गाइज। अब म चाहिँ तपाईँलाई चाहिँ भित्रपट्टि इन्ट्री हुँदाखेरि देखाउँछु है त। गाइजहरु अहिले चाहिँ आज हामी चाहिँ यो कोस्तोको आएको छौं है। यतापट्टि देख्न सक्नुहुन्छ यतापट्टि ल हेर्नुहोस् यो कोस्तोको भन्नेको नाको चाहिँ यो ठाउँमा रहेको छ। इतोमानको नजिक रहेको छ हैन। अगाडिपट्टि बाटो चाहिँ यस्तो रहेको छ। अब यहाँबाट हामी चाहिँ लेफ्ट जान्छौं। सिधै जानु भयो भने कारण चाहिँ थाहा छैन है। यसरी जान्छ हामी। यसरी लेफ्ट जान्छौं। अब हामी चाहिँ पार्किङमा जाँदै छौं है। यतापट्टि चाहिँ माथि देख्न सक्नुहुन्छ रातोमा कोस्तोको होलसेल भनेर लेखेको छ। यसरी हामी यो बाटो हुँदै हामी चाहिँ पार्किङमा जाँदै छौं। पार्किङमा गाडी राख्छौं अनि भित्र जान्छौं। भित्रपट्टि ठुलो मार्केट रहेको छ है। अब के कस्तो छ आज हामी हल्का सपिङ गरेर निस्कन्छौं। पार्किङ एकदमै